स्वामीजी हजुर आज किन यति मलिन देखिनु भएको? यता बस मेरो सेनापति यहाँनिर बस्छ। हे महानीहरू यता बस न, मसँग हिँड्दाखेरि अलिकति अप्ठ्यारो पर्छ। यहाँ बस हुन्छ स्वामीजी। यसरी बस न, जस्तो जान्दैन तिमी। अगाडि बस भाइ। हेलो। त्यही त मलाई कथा कथा अलिकति अशान्ति भएको बेलामा मेरो मन्त्रीगण पनि कुनै सल्लाह दिँदैन। हेर महारानी, तिमीहरूलाई थाहा नै छ आज मैले तीनवटी महारानी यो दरबारमा भेटाउँदा पनि म अति अशान्त भएको छु। किन प्रभु? यो मनमा शान्ति छैन। कुरा त तिमीले बुझेकै हो। स्वामीजी आत्तिएर पनि सन्तान हुँदैन नि प्रभु। समय आएपछि त अवश्य होला नि प्रभु। समय घुर्दा घुर्दा सन्तान हुन्छ। हामी तीनवटी छौँ। तर महारानी, जति तिमीहरूले मुखले बोलेको छौ त्यति व्यवहारमा अलिक कठिनाइ भएको छ। भन्न तिमीहरूले खेलाप्ची गर भनेको हो मलाई। तर महारानी, अयोध्याका राजा दशरथ मलाई भोलि प्रजाहरूले अति नराम्रो वचन बोल्ला। स्वामीजी यो सहन पर्छ मैले। स्वामीजी धैर्य राख्नुहोस् प्रभु। बरु सैनिकलाई भनेर गुरुलाई डाकौँ न। हाम्रो कुल गुरु भएपछि त केही सूत्र अवश्य निकाल्नुहुन्छ उहाँले। ओहो, हे महारानी, तिमीहरूले यसै भन्यो हो। हाम्रो गुरु हुनुहुन्छ वशिष्ठ। केही न केही उपाय गुरुदलले निकाल्नुहुन्छ अवश्य नै। हे मन्त्रीगण, जाऊ तिमी अहिले नै गएर मेरो कुल गुरु हुनुहुन्छ वशिष्ठ, उहाँलाई ढाकेर लिएर आऊ। सँगै लिएर आऊ है। जाऊ महारानी, चिन्ता त तिमीहरूलाई पनि बस्नुपर्ने हो। हेर त, यदि हाम्रो उत्तराधिकारी भएन भने अति नराम्रो हुनेछ। जय श्री हरिनारायण। महाराजको जय हो। ए गुरुदेव आउनुभएछ। गुरुदेव, अयोध्या नगरी यो दशरथ राजाको हजुरलाई सुस्वागत हुन्छ। अवश्य राजन। आज के होस्? किन तिमी यति मलिन हुँदै उदास भएर आफ्नो राज्यमा विचरण गरिरहेका छौ राजन? मनमा त्यस्तो के परो? निश्चिन्त भएर भन। गुरुवर, के भन्नु हजुरलाई मैले? सारा अयोध्या नगरी मेरै हुनुहुन्छ। प्रजाहरू मेरै छ। यता हेर्नुहोस् त, तिनटी महारानी यो दरबारमा भित्राएको छ। तर पनि यो दशरथ राजा आज अत्यन्त दुःखी छ, असन्तुष्ट छ। होइन, हजुर त ब्रह्मज्ञानी हुनुहुन्छ। आत्मज्ञानी मान्छेले काममा मनमा चिन्ता दिनु हुँदैन राजन। बरु म एउटा उपाय मसँग छ। गुरुवर, गृहस्थी धर्म, गृहस्थी जीवन सबैभन्दा उत्तम मानिएको छ। आज त्यही गृहस्थी जीवन मैले व्यतीत गरेको छु गुरुवर। तर मेरो यो मन यति भड्किरहेको छ। के भन्नु हजुरलाई भन्ने? तिम्रो मनको जस्तो चिन्ता हुन्छ त्यस्तै चिन्ता मैले पनि कुल गुरुको हिसाबले मेरो मनमा पनि छ। तर विडम्बना, तिम्रो यो पुत्रेष्टि यज्ञ मबाट हुन सक्दैन। हुनको लागि म तिम्रो कुल गुरु हुँ, तर म नैष्ठिक ब्रह्मचारी छैन। त्यसैले गुरुवर, पुत्र हुनको लागि मैले व्रत बसेँ, ध्यान
दान गरे, जप गरे, सारा मेरा ब्राह्मण देवहरूलाई दान पनि गरे। आखिर मैले त्यस्तो कुन पाप गरेको छु गुरुवर? होइन राजन, तिमीले कुनै पाप गरेका छैनौ। कुनै समय आउनलाई त्यो मुहूर्त बित्नुपर्छ, समय आइपुग्नुपर्छ। तिम्रो त्यो समय नआइपुगेको हो। त्यसैले राजन, तिमीले श्रृङ्गेश्वर रेसुङ्गामा तपस्या गरेर बस्ने, गर्मीमा रेसुङ्ग, जाडायाममा यी श्रृङ्गेश्वरमा तपस्या गर्ने श्रृङ्ग ऋषि हुनुहुन्छ, माण्डव्य ऋषिका छोरा। उहाँलाई डाक्न पठाउनु र उहाँबाट यज्ञ गराएपछि अवश्य पुत्र प्राप्ति हुन्छ। गुरुवर, हजुरले यति राम्रो भन्नुभयो मलाई आज। तर त्यो श्रृङ्ग ऋषि कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ गुरुवर? कसरी मैले यो दरबारमा ल्याउने काम गर्नु? श्रृङ्ग ऋषि त्यही हाम्रो रुरु क्षेत्रको माथि श्रृङ्गेश्वर धाममा बस्नुहुन्छ। वहीँ तपस्या गर्नुहुन्छ। जाडायाममा श्रृङ्गेश्वरमा तपस्या गर्नुहुन्छ भने गर्मीयाममा रेसुङ्गामा जानुहुन्छ। त्यसैले अहिले त उहाँ रेसुङ्गामा हुनुहुन्छ। बोलाएर आफ्नो सेनापतिलाई पठाउनु, बोलाएर लिएर आउनु। उहाँको साथमा बसेर हामी सम्पूर्ण ऋषि भएर यज्ञ गरौँ। ओहो, हजुरको जो त्यो गुरुवर। ए सेनापति, भाइ हो, यता आऊ न, उता होइन। यति मलाई गाह्रो भएको छ, तर तिमी मैले भनेको कुनै कुरा पनि बुझ्दैनौ। गुरुले आज्ञा गर्नुभएको छ, श्रृङ्ग ऋषि कहाँ तपस्या गर्दै हुनुहुन्छ, खोजी खोजी यो दरबारमा हाजिर गर्नु। जाऊ सेनापति, बडो सम्मानका साथ लिएर आऊ। जाऊ गुरुवर, हजुर एकछिन यो दरबारमा राज गर्ने बक्सिनुहोस्। आउनुहोस् आउनुहोस्। तर राजन, यतिका माया गर्ने तिन ओडी रहनेछन्, त्यही पनि चिन्ता त लिनु भएन नि राजन। गुरुवर, हजुरले भन्नुभएको जुन कुरा सही छ, राम्रो छ, उत्तम नै छ। तर जहाँ एउटा पुत्र यो देशको लागि अथवा यो राज्यको लागि दाँचो छ, भन्छन् नि, यदि मैले यो शरीर व्यतीत गरे पनि यो शरीर दाह संस्कार गर्नको लागि पुत्र नै चाहिन्छ। आखिर कसले मेरो यो शरीरलाई दाह संस्कार? राजन, हजुरको सन्तानै त नभएको होइन नि राजन। हजुरले अङ्ग देशका राजा